हेलो गुड मर्निङ साथी हो। यो चाहिँ तपाईँको के अरे याङ लगेको हामी र अहिले चाहिँ हामी मङ्ले फाटकमा छ। मङ्ले फाटक र तिमीतारको जाने बाटोमा मेरो गाडी मात्रै छैन। अनि अर्को चाहिँ यहाँ हाम्रो इकोमेटै छ मेरो गाडी। यो चाहिँ हाम्रै मालिकको गाडी हो यो पनि यहाँ छ। अनि अर्को गाडी फेरि यहाँ छ हाम्रो मङ्लेको बाटो। हेलो गाइस, सबैजना ठिक हुनुहुन्छ होला। यो चाहिँ अहिले हामी यो के अरे याङ भालेढुङ्गा रोपे भन्ने जग्गा जाँदैछ हामी चाहिँ होइन, लोड लिएर। र बाटो चाहिँ अलिक रफ रहेछ होइन। र हाम्रो अहिले यस्तो लोड छ अनि तेरो गाडीमा पनि यस्तै लोड छ। र यहाँबाट चाहिँ उकालो जानुपर्ने रहेछ हामी चाहिँ। दुई दिन अब हाम्रो भोलि पनि लोड छ, कन्फ्युज भएको थियो नि त, त्यही कारणले चाहिँ अब बाटो कस्तो छ। बाटो त ठिकै रहेछ, रफ छ बाटो चाहिँ होइन। फाइनली आइपुगेँ हामी चाहिँ यहाँ रोपेमा होइन, भालेढुङ्गा। भालेढुङ्गा त यहाँबाट माथि जानुपर्छ घिर्लिङमा होइन। र हाम्रो गाडी एउटा गाडी आएको छ अनि दुईवटा चाहिँ यहाँ पछाडि छ आउँदैछ। यताको चाहिँ दामी रहेछ, भ्यू पनि हेर्नु नि दामी छ नि। र मेरो गाडीमा चाहिँ अलिकति लो ट्याबी छ, त्योमा चाहिँ लामो छ, त्यति नै हो। लामो र अलिकति उयोले गर्दाखेरि मात्रै हो। हामी भालेढुङ्गामा छ, यहाँ हेर्नुहोस् फुलहरू दामी नि दामी। एउटा चाहिँ हाम्रो गाडी हो, तल चाहिँ भाइ यहाँ छ, हाम्रो करण यहाँ छ एकदम होइन। फुलहरू दामी रहेछ। यहाँबाट चाहिँ घिर्लिङ चढ्नुपर्छ अरे। अहिले चाहिँ चढी चाहिँ हाल्नु।